जेनजीका नाममा आन्दोलनका लागि उकासियो। हामीले त्यसलाई समर्थन गर्यौं, त्यसको विरोध गरेनौं हामीले। तर भदौ 23 गते त्यस आन्दोलनको जेनजीका नामको आन्दोलनको पछाडि जेनजीहरूलाई थाहा भएन षड्यन्त्र लुकेको थियो। त्यो षड्यन्त्र माइती घर मण्डलाबाट एभरेस्ट अगाडि पुग्दासम्ममा त्यो षड्यन्त्र प्रकट भयो र जेनजीका माग, जेनजीको आन्दोलन, जेनजीका उद्देश्य सबै कुरा अपहरित भए, खोसिए र अरूनै तत्त्वहरूले त्यसलाई अगाडि बढाए। त्यसपछिका घटना षड्यन्त्रका उपज हुन् सबै। निर्वाध देश कसरी चल्यो, निर्वाध जनप्रतिनिधि संस्था कसरी चले, निर्वाध राज्यका अङ्गका हेडक्वार्टरहरू कसरी चले, निर्वाध एमालेका कार्यालयहरू कसरी चले, एमाले नेता कार्यकर्ताका घर, जनप्रतिनिधिहरूका घर छानिकन कसरी जलाइए, अगाडिदेखि म्यापिङ गरेर गुगल म्याप लिएर यहाँ घर छन् भन्ने तयारीका साथ कसरी जलाइए।